सबजनालाई नमस्कार। म प्रहलाद कार्की। वास्तवमै हाम्रो आज उदयपुर जिल्लाको एउटा पहिचानको रूपमा र हाम्रो एउटा धार्मिक आस्थाको रूपमा यो रौता माईमा हामीले आस्था बोक्दै आएको हो। सबैजनालाई यो रौताप्रतिको जुन आस्था र जुन एउटा विश्वास छ र आज यो भौगोलिक हिसाबले एकदमै पहाडी क्षेत्र भए तापनि अब एकदमै दुर्गम बाटोको कारणले गर्दा दुर्गम अवस्था जस्तो मानिन्छ र यो दशैंको चाडपर्वको बेलामा हाम्रा उदयपुर जिल्लावासीहरू बाहिर देश विदेशमा रहेर पनि यो दशैं तिहारमा चाहिँ आउँदाखेरि चाहिँ यस रौता माईको चाहिँ एकचोटि दर्शन गर्नुपर्छ भन्ने उहाँहरूको चाहिँ एकदमै चाहना हुँदाहुँदै पनि यो बाटोको कारणले गर्दा एकदमै रोकिएको थियो। अवस्था गाह्रो भएकोले उहाँहरूलाई जान नसक्ने अवस्था भएको थियो र यही कुरालाई मध्यनजर गर्दै त्रियुगा नगरपालिकाको तर्फबाट त्रियुगाका मेयर साहबले अहिले तत्कालै यो दशैं तिहारमा आउनुभएका सम्पूर्ण यो उदयपुरवासीहरूलाई चाहिँ आउन सहज होस् भनेर उहाँले एक खालको जुन यो बाटो सरसफाई कम्तीमा साना गाडीहरू पनि पुगोस् भनेर एक खालको उहाँले चाहिँ एउटा आफ्ना यो त्रियुगा नगरपालिकाको तर्फबाट चाहिँ बाटो मर्मतको लागि उहाँले जुन यो दशैंको चाडबाडको मुखमा पनि उहाँले जुन काम गर्नुभएको छ एकदमै त्यो काम सराहनीय छ। उहाँलाई म विशेष यस काम गरिदिनु भएको धन्यवाद दिन चाहन्छु र यहाँहरूलाई म अर्को कुरा के भन्न चाहन्छु भने साँच्चै हाम्रो यस रौता भनेको हाम्रो उदयपुर जिल्लाहरूको चाहिँ शिर र हाम्रो पहिचान हो। यहाँहरू सबैजनालाई यो धार्मिक स्थलमा आएर आफ्नो दर्शन साथै र यसको पर्यटन प्रदान गरिदिन हुनको लागि तपाईहरु सबैजना आइदिनु होला र एकदमै यो मौसम अनुसारको चाहिँ रौता एकदमै अनुकूल र राम्रो ठाउँ छ। तपाई हामीले नि सबैजनाले यसको पहिचान र पर्यटन र प्रदान गर्नुपर्छ र तपाईहरु सबैजना आइदिनु होला। आइदिनको लागि जुन मेयर साहबले अहिले सडक एकदमै दिनरात नभनिकन उहाँले अहिले मर्मत गरिदिनु भएको छ र यहाँको चिसो यहाँको रौता माईको जुन एउटा धार्मिक आस्था तपाईहरुले भरपूर अनुभव लिएर यसलाई पर्यटन प्रदान गरिदिनु हुन्छ भने हामी आशा गर्दछौं र तपाईहरुको लागि यस रौता आउँदाखेरि तपाईहरुको लागि सम्पूर्ण खाना बस्नको लागि एकदमै सरल र सुलभ उस तरिकाले हामी एकदम व्यवस्थित तरिकाले व्यवस्थापन गर्नको लागि हामी रौता माईका युवाहरू पनि लागेका छौं, रौता माईवासीहरू पनि लागेका छौं। यसको लागि तपाईहरु सबैजनालाई स्वागत गर्दै र फेरि पनि म विशेष धन्यवाद चाहिँ त्रियुगा नगरपालिका मेयर साहबलाई म धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।